मसिनी आमाको यो पुरानो घर भत्काउँदैछौँ। अब आमा केही समयको लागि अर्को घरमा जाँदै हुनुहुन्छ। आज आमाका सामान र आमालाई अन्यत्र घरमा सार्दैछौँ। घरको काम तीव्र रूपमा सुरु भएको छ। ढुङ्गा घरमा आइसके। अबको केही दिनमै हामी यो घरको जग पूजा गर्नेछौँ। आमा के गर्दै हुनुहुन्छ? हामी घरमै जानेछौँ। आमा यतै हुनुहुन्छ होला। आमा नमस्ते। के गर्दै हुनुहुन्छ? मौरी खाम। मौरी कि म? ओहो ल्याउनुहोस् त खै। आमाले कहिले काट्नु भयो? आज काटेको बल्ल बल्ल। ए मेरा बा, आमाले म काट्नु भएछ। हामीले समय काट्नुलाई भनेका थियौँ, पहिले काट्नु भएछ त फेरि। बाबाले टोक्छ भनेर हो। ए हाम्रो माया लाएर छोराहरूले टोको भन्छ फेरि मेरो घर बन्दैन। पैसा कमाउनु पर्यो छोराहरूले। दुःख हुन्छ। आमाले त फेरि परसम्म सक्नु रहेछ के। दुःख हुन्छ। अनि तपाईँलाई टोको कि नै मौरीले? मलाई अलिअलि टोको। भाग्नु भएन? खिएर भाग्ने। फेरि उसैले टोक्छ। टोके पनि साथ दिन्छु। अरूले बोलाएर काट्नु पठाइदिउँ। टोको मौरीले तपाईँलाई? टोको यिनी खेला नटोक्नु त्यही भएर घेर हाल्छ को। त्यही भएर बाबुहरूले काट्नु नदिएको। तपाईँ नजिक नआउन पर्छ कि आमा? तपाईँ दौड्न सक्नुहुन्न। अब कुचो चाहियो, झुम्रो चाहियो, पानी चाहियो। त्यसो गर्दाखेरि यस्तो भाँडो पनि छोप्न पर्यो, भुइँमा राखिदिनु पर्यो। एउटा खुट्टाले जे पनि गर्दाखेरि हुन्न क। ओहो नि कस्तो राम्रो मह हो आमा अन्त। यो त मुडे घारको मह अन्त। दर्शकवृन्द, अब हामी मसिनी आमा घर भत्काउँदैछौँ र हामीले आमालाई भनेका थियौँ मह काट्न छिट्टै आउँदैछौँ भनेका थियौँ। तर आमाले चाहिँ हामीलाई टोक्यो भने फेरि घर कसरी बनाउनु भनेर आज आफै एकजना दाइ खोजेर काट्नु भएछ। आमालाई टोकेछ किनकि आमा दौड्न सक्नुहुन्न। मौरीले टोके भन्ने कुरा गर्नुभयो। आमा ल यो थोरै खाउँला, यत्रो त के गर्ने हो र? अब बाडी चुँडी खानु क्या, त्यहाँदेखि फेरि नसकेको घर लिएर जाने भयो। घर लान्नम अहिले थोरै चा खाम्ला। छोराहरूले खान्न। कसको छोरा? बुहारीहरूले खानु पर्यो। मेरो के छोरा छन् र? होइन भए मान्छे नभए पनि त ल यसलाई यता राखौँ। यसलाई बुहारीहरूले खानुहुन्छ, आमा मम्मी बाबाले खानुहुन्छ। ठिक छ, हुन्छ, थोरै लैजाउँला, थोरै खाउँला। अनि आमा यो घरमा बसेको कति वर्ष भयो अरे? 35 वर्ष। 35 वर्ष। पहिला त यो घर थिएन, गाई गोठ थियो है? अनि 35 वर्ष यो घरमा बस्नु भयो। पहिला गाई गोठ, पछि घर बनाउनु भयो। जस तपाईँको उमेर यही घरमै बिताउनु भयो। दुःख सुख जे गरे पनि, बोले पनि, जे भने पनि यही घरसँगै तपाईँ बस्नुभयो। अब तपाईँ बसेको यो घर केही छिनमै अब भत्किँदैछ। दुःख लाग्छ छैन आमा? नै लागेको छैन। दुःखै लागेन? किन आमा? यही घरले चेपेर मेरो लास हुन्छ कि भन्ने डर छ थियो। नत्र मलाई केही छैन। त्यस्तो डर थियो है? चुहिने भत्किने कि भन्ने? चुहिन त चुहिन्थ्यो, भत्किन्छ कि भन्ने डरले मेरो लास हुन्छ कि यो शरीर भन्ने त्यतातिर डर थियो। भत्काए पनि हुन्छ, मलाई केही ऊ छैन भत्काउने। अब यो घर बन्न करिब 1 महिना लाग्छ आमा हैन? किनकि घर बनाउने हो। सुरुदेखि लास्ट छाउनसम्म त तपाईँ आउन मिलेन। तपाईँ त ट्याक्क घर पूजा गर्ने आउने हो, चापी खोल्न हैन र? अनि अब 1 महिना जति लाग्छ होला। तपाईँ कहाँ बस्नुहुन्छ त अब? म पर साथीसँग बस्छु। साथी? तपाईँको साथी छन्? भनेपछि मसिनी आमाको पनि साथी छन्? मिल्दो साथी छ। मिल्ने साथी? साथी त अलिक उमेरमा बढी हुन्छन्, बुढेसकालमा पनि साथी हुन्छन् अन्त? हुन्छन्। साथी बनाउनु छ? ए भने साथीकोमा बस्ने। अब 1 महिना साथीकोमा बस्ने। यहाँ घर बनेर सकेपछि कति दिन लाग्छ? अब 20 दिनमै हुन पायो, 40 दिनमै हुन पायो, त्यसपछि यता सर्ने? यता सर्ने। सब ठिकठाक पारेपछि बल्ल सर्ने। अनि अब सामान हजुर भेल्ची गर्ने, त्यहाँदेखि फेरि भित्र हुम गर्ने, दिन हेराउनु पर्यो के अरे? भेल्ची गर्नु पर्यो, पाठी पूजा गर्न पर्यो। ऊ गर्दाखेरि यहाँ चाहिँ यसो गरौँ आमा, जग पूजा कहिले गरौँ भन्दाखेरि मङ्गलबार नपारौँ है, मेरो बार्नी बार मासु खान्नको। कहिले पार्ने? यस्तो बिहिबार पारे नि भयो।
अब आमा बिहिबार हुन्छ करी त्यो घर पूजा त अलि पछि भयो पछि अब त भयो। यहाँ त घर च्यात्न पर्यो पहिला भत्काउन पर्यो भत्काउनु अब पर्यो। सामान यत्रो छन् सामान कसरी बोक्ने कसरी हो लाने हो छोराहरूले के गरेर लाने हो तपाईँ बोक्न सक्नुहुन्न म त सक्दिनँ उपाय केही छैन यो कसरी लाने के गर्ने त आमा ल त घरसेर हिँड्दाखेरि त यस्तो हुन्छ हजुर हिलै हुन्छु होइन आज त होइन आज अब आमाको पानी आउँदाखेरि झन् कति हुन्छु होइन आज त हामी आमाको सामान बोक्ने भनेर तयारी सदा आएको छ भने नि आज ट्र्याक स्याक लाएर कमसेकम बोक्न पर्यो नि त यहाँ त बोक्नु पर्यो फेरि त्यही भएर आज बोक्ने हो के गरेर हो यत्रो सामान छ होइन बाक्स बोकिन्छ पनि छ बाक्स बाक्स छ बाक्समा पैसा छन् कि छैन 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 त्यही कागज पत्र मात्रै छ ए अब त्यसो अब भए आँटीमा छ अलिकति ए आँटीमा त्यसो भएर आज सबै देवरले दिनुभएको हजुर देवरले दिनुभएको टिभी छ टिभी पनि छ अँ, ए मेरा बाबा दाजुभाइ देवर नयाँ घरमा टिभी पनि जोड्ने भयो जन्मियो टिभी यहाँ के हेर्न मन छ आमालाई के जाति मान्नुहुन्छ त्यही लोकदेवरी लोकदरी इन्द्रेणी हेर्नुहुन्छ इन्द्राणी मैले केमा हेर्ने भन्छन् भन्छन् कि लोकदरी त्यसो आउँछ कि बढी आउँछ ए ल आमाको नयाँ घरमा टिभी पनि जोडिने भयो अनि अब आमा यो आज सबै सामान प्याक गरेर सारम होइन के गरेर सार्ने त यसो गर्ने यसलाई पहिला किचनका चाहिँ भाँडाकुँडा एक ठाउँ बान्ने अर्को एक ठाउँ बान्ने कपडा गरेर पहिला यहाँ बाहिर निकाल्ने अनि त्यसपछि सरर पर बोक्ने यो आज सबै सकेपछि अब यसलाई भोलिबाटै घर भत्काउन सुरु गर्ने आमा हुन्छ अनि यो भत्काउन त दिन हेर्न नपर्ला पूजा गर्ने दिन जग पुर्ने दिन चाहिँ पूजा दिन हेर्न पर्यो जग पूजा गर्नु दिन हेर्नु पूजा पनि एउटा जग पूजा गर्न पर्यो त्यसपछि त्यसपछि भेल्ची पूजा गर्ने के हो त भनेको बेल्ची भनेको तल पुर्ने ऊ ढोका। तल पनि पुर्न पर्यो तल ढोका। पुरेर उम्, जग पूजा गरेर त्यहाँ ऊ आउँदाखेरि अरे यस्तै अँ, राख्नु पर्यो जति अब यो आउँछ। राख्दाखेरि गर्न पर्यो लास्टमा फेरि घर सकेपछि टिना गएर अँ, सेलरोटी पकाउनु पर्यो पकाउनु पर्यो मेरा पल्टाउने त्यो त मैले जस्तो गरेर खाने हो हुन्छ अब जस आमाले कहिले सोच्नु भएको थियो अब 60-65 वर्षको उमेरमा मेरो नयाँ घर बन्ला भन्ने सोच्नु भएको थियो नाइ सोचेकी थिएन उम्, आज ईश्वर भगवान्ले हेर्नुभयो अँ, बाबुले जुटाइदिएको भएर मलाई खुसी लागेको छ खुसी लाग्छ एकदम खुसी लाग्छ नसोचेको भइदियो है नसोचेको भयो मेरो किस्मतले जुटायो ठिक छ आमा पिर नगर्नुहोस् अब तपाईँले भनेअनुसारकै घर बन्छ हामी सबैजना लागेका छौँ अब तपाईँले जस्तो भन्नुभयो त्यस्तै घर बन्छ तपाईँले भन्नुभएको छ कि म घिचेर हिँड्नुपर्छ सिमेन्टमा चिसो हुन्छ माटोको घर 2 कोठे घर टोइलेट त्यहीँ चिटिक्क अनि भन्नुभयो बन्छ भने मैले लिप्न सक्दिनँ हजुर बाहिर प्लास्टर होइन गर्छु अब यस्तो भयो तपाईँले भित्र। माटाको भनेर हामीले त्यही अनुसार प्लानिङ गऱ्यौँ भान्सा कोठाको हामी त इटा लाउँ तिमीको ढुङ्गा आइसक्यो ढुङ्गा पनि हुन्छ होइन यसो आमा किनकि तपाईँ चिसोले एकदम गाह्रो हुन्छ भित्र म बरु बस्नुमा, हप्ता एकचोटि लिपे केही हुन्न म किनकि बस्नेमा किनकि त्यो हामी आमा बाहिर बाहिर कसले सिमेन्टले लिपिदिन्छ? चिसो हुन्छ के आमा बाहिर कसले लिपिदिन्छ? ए सबै दसैँ हामी लिप्न आउँछौँ के रे बाहिर लिप्ने हामी आउँछौँ लिप्न त पिरी नगर्नुहोस् म सक्दिनँ ठिक छ हुन्छ यसलाई सल्लाह गरौँला अन्तिमसम्म के हुन्छ त्यसो भए अब म आज सक्दिनँ आज अब घर सर्ने घर सरेपछि अर्को घरमा बस्ने बस्ने। साथीसँग गफ गरेर अब 1 महिना साथीसँग बस्नुहुन्छ 1 महिना के यो देउली आफ्नो देउली भ्याइएपछि टाढो देउली पऱ्यो घर उहीँ जानेहरू बुटोल तपाईँ फेरि एक्लै म एक्लै हो साथीसँग त सुख दुःखको गफ हुन्छ नि आमा त्यो यहाँ बसिँदैन त हुन्छ हो र हुन्छ के कुरा गर्नुहुन्छ साथीले के कुरा गर्ने भन्नु त नि, तिम्रो पनि घर बनाउनु लाओ तिमी हुन्छ कि तपाईँ हुन्छ साथी साथीमा कि त हुन्छ मैले त भन्छ कि उसले तिमी भन्छ हो र बुहारी पर्ने कि छिमेकी त्यही बुहारी त। हो अब तिम्रो पनि घर छिमेकी बनाउन लाओ बुहारी हो। भनेर खुसी हुनुभयो होला नि त भइछ कहिले हाम्रो घर सरी सरी न मसिन दिदी भन्छ सरी सरी न भन्छ अँ, कहिले हो सर्ने उहाँबाट बाबुर आउनुको आउनु होइन भन्छ ठिक छ हुन्छ यो सबैजना खुसी हुनुभएको छ गाउँको सबैको सपोर्ट रहेको छ त्यसै गरी यसवटाका वडा अध्यक्षदेखि लिएर सबै इन्ट्रायर टिम सबैको सपोर्ट छ आमा तपाईँलाई धेरैले माया पनि गर्नुभएको छ धेरैले पैसा पठाएर सहयोग गर्नुभएको छ कसैले फेसबुकमा होस् युट्युबमा होस् कमेन्ट गरेर बन्नुपर्छ आमा कति माया लाग्दै भनेर सबैले सपोर्ट गर्नुभएको छ आमा सबैले सपोर्ट गरेको भएर त हो नि यस नसक्नेको घर बनाइदिने तपाईँहरूले बनाउने बाबुहरू आउने तपाईँले घर बन्छ जस्तो लागेको थिएन तपाईँलाई पहिला त लागेको थिएन लाग्थेन नै पहिला पनि त तपाईँले पताउनु भएन के अरे नै पठाएन त्यही त कहिलेबाट तपाईँलाई विश्वास लाग्यो आमा घर बन्छ जस्तो कहिलेबाट लाग्यो ढुङ्गा आइदेखिबाट ढुङ्गा ट्र्याक्टरले यहाँ फालेपछि अँ। अब घर चाहिँ बन्ने भयो भन्ने भयो भन्ने भयो ढुक्क भएँ
पहिला त विश्वास लाग्थेन नै केटाहरू आछन् गरानी हैन भन्ने भएको थियो भएको थियो ठिक छ आमा अब हामी ढुङ्ग आएपछि बल्ल हजुर बल्ल घर कस्तो बनाउने हो तपाईँले कस्तो सोच्नु भएको छ घर अब बाबुहरूले अब कस्तो बनाइदिनुहुन्छ जग्गा पनि त थोरै रहेछ के त थोरै किनकि अब यहाँबाट जान मिलेन जग्गा पनि थोरै रहेछ त्यही अनुसार बनाउनु पर्यो अब उतातिर जानु पनि मिलेन यता पनि मिलेन उयो भन्यो भने यो गोठ गोठको गाह्रो छ नि अँ, त्योसम्म त्यो साँधीले त्यहाँ यो गाह्रोसम्म सुरसम्म मेरो पर्ने रहेछ तर सबै गर्न भएन फेरि हिँड्ने बाटो पनि चाहियो हिँड्ने बाटो त्यही भएर यहाँसम्म चाहिँ अस्ति नापेका छौँ यहाँसम्म चाहिँ आउने गरी बनाउँला आमा अब यसो गरौँ अब त्यो पर जाउँ घर हेर्न घर हेरेर तपाईँ कुन कोठामा बस्ने हो कस्तो छ के छ त्यहाँ सामान पनि बोक्न पर्यो सार्न पर्यो पहिला होइन? हेरेर उ गर्ने पहिला त हेर्न पर्यो सामान कति अड्छ कि अड्दैन उसो भए चाँपिलाहरू जाउँ अब बाक्साहरू उतै राख म सुत्नुमा बाक्सा? राख्ला के अरे बाक्सा बाक्सा दुईवटा खान् ठिक छ टिभी पनि त्यो हुन्छ टिभी उतै बाक्सा राख्ने। उतै राख्न उतै सबै त राख्ने यहाँ केही पनि नराख्ने अब तपट्टि हेरेर अरू कुरा गरौँला